पार्ट 2 सुरु हुन्छ होइन। अब पार्ट 1 नहेरे जसले गएर पार्ट 1 हेरिदिनुहोस्। टक्क पार्ट 2 को स्टार्टिङमा ल चारैतिर हिमालय होइन। सो तिनचोकबाट चाहिँ हामी पहिला सुरु बेगनाथ ताल जान्छौँ होइन। बेगनाथ तालबाट अनि त्यसपछि फेवातालतिर जान्छ होला। पहिला बेगनाथ ताल घुमेर फेवातालतिर नाइट चाहिँ हाम्रो फेवातालतिर हुन्छ। अनि भोलिको प्लानिङ बेलुका गरौँला, कतातिर गइन्छ के गरिन्छ। लङ ड्राइभ हिँड्दा चाहिँ यो बाइक चाहिँ नहुने रहेछ, खास गरी कम्फोर्टेबलै छैन क्या लङ टुरको लागि। सर्ट राइडको लागि मात्रै हो होइन। लङ टुरको लागि कम्फोर्टेबल छैन। अनि यो पोखराको लेक मध्येमा मलाई सबभन्दा मनपर्ने लेक पनि बेगनाथ लेक हो है, बेगनाथ ताल। योभन्दा अघि चाहिँ यो चाहिँ मेरो 4औं टाइम हो होइन पोखरा आएको। योभन्दा अघिचोटि आउँदाखेरि पनि म झन्डै झन्डै 5 घन्टा 6 घन्टा बेगनाथ लेकतिरै घुमेँ होइन। त्यो चाहिँ मजा आउँथ्यो क्या। लङ राइड हिँड्नु मजा आउने, तर यो बाइक चाहिँ काम गर्ने यार। बाइक यस्तो हराम कुद्छ होइन। लास्टमा ब्रेकिङै छैन क्या, 150 बराबर ब्रेकिङ पनि छैन क्या। आजको राइड चाहिँ सेफै भयो होइन। यो अब बेगनाथ लेकमा जाउँ, के हुन्छ हेरौँ। बोटिङ गरिन्छ होला आधी घन्टा जति। टाइम बित्यो पत्तै हुँदैन यार त्यो लेकमा। हिमाल चाहिँ कस्तो क्लियर देख्यो कि दिस इज द बेस्ट टाइम के। ठ्याक्क बिहान चाहिँ हल्का जाडो हुन्छ, त्यो ड्याममा परेर ज्याकेट लगाएर आयो। बाटो आउँदा यस्तो गर्मी भएन कि बेस्ट हो कि घुम्न हिँड्नलाई। असुर कार्तिक चैत वैशाख एकदम बेस्ट हो क्या। यो चाहिँ बस पार्क हो यहाँको, बेगनाथ तालको बस पार्क। सो हामी चाहिँ भित्र छिर्दैछौँ अहिले। हाम्रो अगाडि हुनुहुन्छ प्रो राइडर। जति पछाडि हिँडे पनि अगाडि पुग्ने हाम्रो प्रो राइडर हाम्रो दाजु। बेगनाथ ताल आइयो होइन। Finally we are in Begnath Tal. हाल्दैन होला हौ एउटामा 10 जना त। कि यसमा जानु पर्यो यस्तोमा। कता उठ्छ नि साइकल चालेको थियो। यता जता चाल्छ ठ्याक्क उल्टो चाल्छ। खोइ त गएर त के घुमेन। के छ अनि दादालाई कस्तो फिलिङ भइरहेछ? ओ साउ फिलिङ गुड दाइ यस्तो अब उल्टो चलाउनु चाहिँ चला। कस्तो भयो हुन्छ कहाँ हुन्छ साइकल चलाएर चला पछाडि हेलमेट हेर हेलमेट हेर। यो चाहिँ के हो लौ पैसा दिइसक्यो ए फेरि म चलाइदिइहाल्छु नि। कता कता काट्ने पानी छिरो त हेर त भाइ लौ लौ पानी छिरो यार ओइ होइन भाइ पैसा फिर्ता ल्याऊ। म पौडी खेलाएको नै यो लाग्यो के काम लाग्छ? ओइ गएर तल तल गयो त तल तल गयो हो।
पाँच पछाडि नबस् भने होइन त्यही भएर पछाडि वेट नबनाएर ए भाइले बचाइहाल्छ नि होइन ल हो अर्को चालन दास अलि अगाडि बस्न अलि अगाडि बस्न मोबाइल चाहिँ बन्द गर्छ है तर गाडी होसियार मोबाइल तैरी कौन भिडियो बनाइरहेको अहिले आउनु फर्केन ऊ त्यो अर्कै बोट हो नि त त्यो होइन भाइ हामीलाई अर्को दुइटा दियो फिर्ता ल होइन यसले त तैराइदिन्छ माथि ल्याइदिन्छ कम फास्ट गर्छ मैले Hello, we are in Begnastal. अब खास भाग लाग्यो भने तिमीले लिएर जाने बेनी कुसमा सबै हान्यो के चाहिँ बाँकी राखेको के बाँकी नि राखेको छैन भने अब दुई जात हो एउटा पुरुष एउटा महिला गरिबलाई हिंसा नगर्नु त्यही हाम्रो आशीर्वाद हो सब लाल सलाम सलाम है बेग्लास पनि घुम्यो होइन रमाइलो भयो त योभन्दा अगाडि बोट चढाएको थिइस् तिन कहाँ के भयो एकदमै दामी छ होइन बेग्लास लेक हेलमेट लाएको छैन ओ के गऱ्यो अब यस्तो धुवा उडाएर मलाई चाहिँ एकदम बेस्ट लाग्छ होइन सो मन परेन आउनुहोस् एकलट के यस पोखरामा लेक मध्येमा मलाई सही लाग्ने चाहिँ यही लेक हो होइन यही लेक हो कि बेग्नास लेक
पार्ट 2 चाहिँ यहीँ सकिन्छ होला अब हामी गयो भने फेवाताल भोलि जान्छौँ होला अब आज चाहिँ यतै बसिन्छ होला बेलुका अब लेक साइडतिर गएर रुम सुम खोजेर Ain't no motherfucker in this world could do it like me. Open up your eyes and insert a little rising. You don't have to love me, you don't have to like me. Got enough love in myself, in my psyche. You should have the same in your brain nightly. If you wanna taste, bitch, you can fucking try me. If you wanna hate, bitch, you know where to find me. And if you go and hate this, you can fucking bite me. I'll be cruising in my lane fast, call it high speed. I've been working hard, yeah, I've been working nightly. If you think you'll win, ha, not fucking likely. I be taking shots, yeah, cold-blooded, icy. Watching numbers grow is what I call sightseeing. In the front row, run it up when they hype me. The following grows, they know how to ignite me. Call me CEO, I've been running shit right, see. And I ain't playing games, I create my own lane. Making pleasure out of pain, turning losses into gains. I'm the boss, I'm making change. I've been rocking this exchange, popping off and risking things. Gonna make a fucking name, I just wanna be famous. But I don't want that cheap fame, no I'm not